सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गरोस् भन्ने म चाहिँ भन्न चाहन्छु। यसको पार्टी कांग्रेस एमाले माओवादी तीनहरुबाट सञ्चालित छ यसको पार्टी। चोर खाते साला तो खाते नै हो। मुजी संसद माननीय संसद भएर जेपीडी बोल्ने हर्क साम्पाङको हरकत देखेर अहिले सामाजिक सञ्जालमा चाहिँ उत्रिन लागे धरानकै महिलाहरू विरोधमा। एकैछिन हेर्नु होला, 2 महिलाको विरोध होइन। यो हर्क साम्पाङ भन्ने मान्छे हुन त यो गोर बनवार परेको मान्छे हो हैन। यसको त माया कसम छ नि, यसको दिमाग त हैन, दिमाग त यसको त घुडामा रहेछ के, घुडामा हुन त यसको दिमाग पनि छैन। यो त दिमाग पनि गोबर भरेको मान्छे हैन। यतिसम्म भ्रम फैलाउने मान्छे छ नि यसको। प्रभु, यसको यो संस्कृति पार्टी छ नि, यसले भ्रम फैलाउन खोलेको जस्तो लाग्यो कि मलाई चाहिँ। अहिलेको सरकारले बाटो छोड्नु पर्यो रे, राष्ट्रिय बेइज्जत भयो रे। तँलाई इज्जत र बेइज्जतको छ नि 0% पनि छैन तँसँग कुकुर। तँसँग यति पनि इज्जत भएको भए छ नि, राष्ट्रिय बेइज्जत होइन के। तैँले त अन्तर्राष्ट्रिय बेइज्जत गरिस् धरानवासीहरूले भोट दिएर माननीय संसद बनाएको। मलाई के लाग्छ भने नि, यो छ नि यो नयाँ भन्छ नि, यो संस्कृति पार्टी यसको नयाँ पार्टी भन्छ नि, मलाई लाग्दैन। अब मलाई यति पनि लाग्दैन यसको पार्टी चाहिँ नयाँ हो भनेर। मलाई के लाग्छ थाहा छ, यो छ नि यो यसको पार्टी कांग्रेस एमाले माओवादी तीनहरुबाट सञ्चालित छ यसको पार्टी। नभए यसले बालेनको यति विरोध गर्ने हैन। तँलाई त्यो धरानवासीहरूको पनि तँलाई एउटा कदर छैन। भोट दिन जिताउने सपोर्टरहरूको पनि है। त्यो चोर खाते साला तो खाते नै हो। मुजी संसद माननीय संसद भएर जेपीडी बोल्ने भोग्लायो भने चोरेर खा। चोर जेलमा जाने हैन, सरकार जेलमा जाने रे। संसद भएको मान्छेले अन्तर्राष्ट्रिय बेइज्जत भाषा। नेपालको चाहिँ एउटा संसद राई लिम्बूबाट चाहिँ आएको एउटा संसदले यस्तो उगेर बोल्दै हिँड्छ भने एउटा ओल्डमा अन्तर्राष्ट्रिय बेइज्जत भइसक्यो त्यो चोर। ए हर्के तिमीहरूलाई त्यति नै माया छ, त्यो हुकुमवासी जति पनि हुकुमवासी त्यति नै माया छ भने लिएर जाऊ नै, लिएर जाऊ त। धरानमा जति पनि खाली जग्गा छ नि त्यहाँ लगेर एउटा घर बनाएर राखिदियो त। त्यति त गर्न सक्छ होला नि त, सम्मान गरेर। मान्छे भाड्ने बाइक नगर्ने मान्छे भाड्ने होइन। यिनीहरूले छ नि नेपालमा छ नि, अब त राम्रो सरकार आयो, अब त राम्रोसँग देश बन्ला, राम्रोसँग काम गर्न देला भनेको त कांग्रेस एमाले छोडेर त यिनीहरू पो टप्यो त। यिनीहरू टप्यो के भोग्लायो भने चोरेर मान्छे घरमा जे छ त्यो झिकेर खान पाउने। यसको भने अनुसार त काम गरेर खा, इमानदारीले खा भन्न सक्दैन यसले। अनि सरकारी जग्गा चाहिँ सरकारको हुने, अनि जनता चाहिँ कसको रे। कसलाई विरोध गर्नलाई के कांग्रेस एमाले त बरु तिनीहरूले त नसकेर हारे खाएर साइड लागिसक्यो। यिनी के भएको यिनीहरू बरु तेरो जिन्दगी त यतिको लागि त नयाँ बनेर आएको, तँलाई यतिको लागि जिताएको साला गोर गर्न परेको होइन हो। के साह्रो मलाई त यस्तो दिमाग तातेर आइसक्यो नि यो मान्छे देखेर होइन। यसको यो हरकत छ नि जति पनि, एउटा सानो बच्चाको फोटो प्रयोग गर्ने। अब बालन शाहले के गर्न नसकेपछि उसको बालन बुढीको बच्चाको फोटो धरि प्रयोग गर्ने यो सांसद जस्तो मान्छे भएर भने यो कतिसम्मको घटिया सोचे होला, यो कतिसम्म चाहिँ घटिया मान्छे होला यो। साथीहरू, यी 2 बहिनीको विरोध कस्तो लाग्यो तपाईहरुलाई? मन पर्यो भने लाइक गरिदिनुस्, मन परेन भने डिसलाइक। हुन त हो, हरेक सामाजिक सञ्जालमा अहिले हर्क साम्पाङको विरोध छ। अब के खालका मान्छे हुन् यस्तो विरोध गर्दा पनि हर्क साम्पाङ अगाडि बढेको बढे बालेन शाहको विरोध गर्नको लागि। ओहो